फोक्सोन्डो यात्राको आज अन्तिम दिनमा हामी डोल्पा जिल्लाको र्याची भन्ने गाउँमा आइपुगेका छौँ। हिजो राति आइपुग्यो यो झुलुङ्गे पुल तरेर आएको, तर यो गाउँतिरबाट पनि एउटा बाटो आउँछ अरे, तर हिजो रातिमा हामी थाहा पाएन यताबाट आइयो। आज चाहिँ हामी फोक्सोन्डो तालसम्म पुग्नेछौँ है त। ल भाइ हिँडेर नथाकेर यसो गरेर थाक्न लाग्न अहिले हिँड्दाखेरि सहिलो भयो अरे, अनि त्यही भएर यसो गरेको नि। हिजो त अलि गाउँ व्यापक भयो जस्तो लाग्थ्यो यार, अहिले त यहाँ त केही देख्दिनँ है। त्यही रहेछ, 3045 मिटर पो छ यहाँ त। ल र्याची भिलेजबाट निस्क्यो टोली, अब फोक्सोन्डो कति रे 3 घन्टादेखि 4 घन्टा भन्ने कुरो छ। हामीलाई त कति लाग्ने थाहा छैन। तै के छ, आज हिँड्न सकिन्छ कि नै? आज हिँड्न सकिन्छ कि नै हो? हाम्रो दाइले यार हिँड्छ दाइ भन्छु, पनि भन्दैन नि यार, बोल्दैन नि यार, रिसाएछन् कि भन्न पर्यो। यो खोलोले छोडेन क्या यार हामीलाई त। छा ए सुना हिजो पनि त्यस्तै कान खायो, आज पनि त्यस्तै कान खाने भयो खोलाले। सिमडोआ भन्ने ठाउँ रहेछ। नो हन्टिङ के हो यार, एपिए एरिया लेखेको हो त्यो। यस्तै छ यो खोलोले साथ छोडे छैन। डोल्पाको फोक्सोन्डो यात्रामा सबभन्दा भरपर्दो साथी भनेको यही खोलो। मरिगए साथ छोड्दैन। हिँडेदेखि अब यहाँसम्म छोडे होइन, माथि के हेर्छ थाहा छैन। अझ हिजो त रातिमा अझ खिच्नु पनि पाएन, कस्तो बगर थियो यार। आम्मा साथीले त बगरमै सुतम यार, त्यही म त सक्दिनँ अरे। तर जसो तसो ल्यायो हामीले, हौसला बढाएर र्याची भन्ने ठाउँसम्म ल्यायो यार। हो हालत खराब भयो मान्छे, बर्तरै फेरि ट्रेकिङ गर्ने दिन फेरि यस्तो भयो के, त्यही भएर गाह्रो भयो कि। ओए एउटा साथी हिँड्यो मसँग, केटाहरू त कहाँ छन् थाहा छैन, हत्तो पत्तो छैन। यो चाहिँ यहीँ आइपुगेछ, यहाँ आइज ल यहाँ आइज ल। कहाँ जाने होस्? कहाँ जाने हिँडेको? यसले त उहीँबाट र्याची भन्ने ठाउँबाट पछि लाएर आयो त। ए अन्त रोकेपछि त रोकिने अझै जानी। ल आइज आइज आँखा कि नै आएर चाहिँ यसले साथ छोडे छैन यार। ए वहीँसम्म पुग्छ जस्तो हो कि, यसो हेर्दाखेरि पुग्यो भने एउटा बिस्कुट किनेर खानिदिनु पर्ला। ए ल एउटा सर त आउनुभएछ, ऊ अर्को सर कहाँ हो खै? यहाँ रहेछन्, आए अहिले त सहिल्यै बाटो छ यतिखेरसम्म त। अब आऊ मेरो दाइ आऊ। केटाहरू त भर्खर हिँड्दै होलान्, तिनीहरूले त हामीलाई भेटाउँछन् त्यति नै पुगिन्जेल। ल यार त त्यहाँ गएर बसेछ यार, यो पनि वहीँ पुग्ने भयो। मुखले सास फेरि त्यस्तै हुन्छ। जा म ल उठ आइज एउटा खाजा खाने ठाउँ भेटेछ, तर मान्छे छैनन् यार। ढोकासोका ला कुर्ची त छन्, सुतिहाल्न किन उठाउने यतिखेर? 1.5 घन्टा लगभग 1.25 घन्टा हिँडेपछि यहाँ आइयो खाजा खाने ठाउँमा। ओए त अघि लाइस यता गयो यार, छोड्यो अब अहिले घर भेट्टा नि त यहाँ आइ। ओए बाबु डोल्पे, अन्त चुक्कलमा त लाने ढोकामा त यार, छोडो यार। त्यसले पनि अब हिँड्न सक्दैन भनेर होला, हेर्दै हिँड्छ ऊ। आखान कि आएनन् भनेर हेर्दै हिँड्छ। फोर इनलाई रे झ्याप्पा लाएर यहाँ हाल्ने, जहाँ साँ सबै हालेको छन् यार। शौचालय प्रयोगपछि पानी हालौँ, पानी कहाँ आउँछ? खोलाबाट बोक्ने। यहाँ सुमदुवा भनेर 3060 मिटर लेखेको छ यार है। अब यहाँ फेरि 2 पाइला यता आएर हेर्दा यहाँ सुमदुवा भनेर
3100 मिटर लेखेको छ फेरि यहाँ 3170 मिटर हो चाहिँ के आधिकारिक कसलाई मान्ने हो यार यस्तो मजाको ठाउँहरू छ यता दार चिया खाने ठाउँ चाहिँ चिल पारेको छ फेरि यो पल्लो पाखा उयो घाममै परिने भयो फेरि यस्तो पल्लो पाखाको हावा नि फेरि उहीँ पल्लो पाखा जाने अब फेरि हिजोको चाहिँ घामले सेक्ने भयो यार हिजोकै छ यार घामले मधेसभन्दा बेसी घाम लाग्छ नि यहाँ अहिले पोलेर यस्तो छ यार कहाँ यो थाहा छैन हौ केटा हो बल्ल खोलो सन छोडेछ आमामा यस्तो उकालो छ यार यो हट भ्यू चाहिँ राम्रो छ यहाँनिर के हो त्यो हिमाल देखिन्छ हो पारिपट्टि हिमालका फेदा आएर यति गर्मी छ भनेपछि है राम्रो अरल्ला टाङराङ 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 गर्दा कति थिचो लाग्दो यसलाई यार झ्याउ लाग्दो क्या सुन्दा अर्को नि त्यस्तै आयो फेरि यो चाहिँ तलबाट आउने मान्छेलाई सङ्केत होला क्या यो हरा लात्तामा गुरुडु कुद्ने रहेछन् क्या त ए लात्तीले हान्थ्यो नि त एक लात्ती केले हान्छ त के अरू केही छ 3 घन्टा भयो हिँडेका र्याचीबाट 3 घन्टा त पुग्छन् भन्थ्यो यार हामी बल्ल यस्ता होटलहरू भेट्यो नि यहाँ बल्ल अलिअलि त्यही पनि मान्छे छैन जस्तो टी हाउस ए खुल्लै रहेछ खुल्ला त खुल्लै रहेछ घामले पोलेर बिजोक छ देखिन्छ पक्का त्यहीँ पुग्ने हो क्या यार धडो घुमेर मलाई त त्यस्तै लाग्यो त्यहाँ पुग्ने हो अन्त हावा टाइट हुन्छ हावा टाइट एक्लै बस्नुहुन्छ तपाईँ यहाँ मेरो बुढा छ होइन बुढा चाहिँ त हिजो एकजना बहिनी बिरामी छ भनेर बुढा मुतल भयो हिजो मात्रै एक्लै हो अब हो कि ठाडो यो ठ्याक्कै एउटा कटेसी ठाडै उकालो त लगभग यसैको टुप्पैमा पुग्ने अरे कि यो नजिक देखिन्छ अब यो माथिबाट सिधा जस्तो देख्छ अब आयो अब ऊ कहाँबाट यस्तरी यो उकालो कटेपछि ल शान्त हुन्छ मन यो होला कि फाइनल उकालो कहाँबाट गयो यस्तरी गयो स्मार्ट ठ्याक्कै जेट बने यार छाहरी मुनि आएर बसेको छु है त्यो अहिलेको उकालो त यता छ तर मलाई त यो पो खतरा लाग्यो त भ्यू के का दुला होला नि तिनी यस्तो खतरा यार बाबु त्यहाँबाट हिमाल देखेछ यता पछाडि एउटा छ यो चाहिँ खतरा हो कि ग्राइन्डर लाएर काटे जस्तो छ यार चाहिँ मान्छे कस्तो देखिएको छ जस्तो सुकै देखियोस् हालत यही हो तिलीचोको 22 घुम्तीलाई झन्डै टक्कर दिने ठाउँ रहेछ यहाँ सेपकसुन्डो यार त्यो कुटी हो त्यो कुटीबाट यहाँ आउन यार आधी घन्टा भन्दै बढी लाग्यो होला 45 मिनट जति लाग्यो
यस्तो ठाडै छ यारी यहाँ यो त एउटा मात्रै हो अझ उता अर्को थियो हावा लाएर यस्तो छ अब उता जाने छ उताबाट फेरि ठाडो चढ्ने यहीँबाट चढ्ने हो क्या मान्छे त यार यता जाने हो माथि पुग्ने हो यार तिनी बिजुली खम्बा जाएको पनि त्यति नै पुग्ने हो ती ए अब यो तरपाई जाने हो काट्ने बित्तिकै छ अरे क्या अब झोड्न देख्छ यो मैले भन्थ्यौँ नि त्यता होला भनेर हामी पनि फर्केर आउँछु पछि आजै आउनुहुन्छ होला तपाईँ त उठेरै के को मिटिङ छ मिटिङ रे के को मिटिङ स्कुलमा मिटिङ छ ए तल के स्कुल उहाँ तल थियो नि त्यहीँ केटकेटलाई त त्यहीँ राख्ने रहेछन् है स्कुलमा टाढाबाट पढ्न आउने रहेछन् तपाईँहरू कहाँदेखि आउनुभयो हामी पुटलबाट दाइ ल दाइ फेरि भेटौँला है बाटोमा फर्किँदाखेरि भेट्न नि सकिन्छ तपाईँहरू 2 दर गर्दा हामी 1 दर नै भ्याउनौँ अब 1300 बाटो आयो त्यसो त के भन्ने अब तरपाई यस्तो भिड छ यार च्वाङ लाएर ढुङ्गा यिनीहरूले मान्छे त्यहीँ गएर उठायो त होला नि यस्तो रे वो झरना आयो कहाँ हो त त्यो ताल झरना कस्तो छ ठिक छ वाह ओए हावा त वाह छङ खसी यार पिठो खसी जस्तो है होइन दाइ कति रमाइलो के पिठो खसी जस्तो के यत्रो थकाइ लागेको छ यहाँको प्रकृतिले रमाउनु दिएछ फेरि थकाइ गर्ने यति लागेको छ कि गाह्रो छ एकदमै यहाँ एउटा झरना त्यहाँ एउटा झरना यता हिमाल यता म सब मिलेको है कति राम्रो राम्रो क्या म पनि राम्रो झरना पनि राम्रो हिमाल पनि राम्रो पारीको डाँडा पनि राम्रो बाटो मात्रै हो कि नराम्रो अप्ठ्यारो हेट तर डेन्जरै भइसक्यो यार यस्तो पनि एउटा ढुङ्गा फालेर अरू हिँड्न गरेको पुग्यो हट यस्तो छ यता अनि छङ बियो छड सिमेन्टी बालुवा गिटी ल्याएर गिटी त हामी पाइएला अरू यत्रो ढलाइ गरेर है बनाएकै हुने यार ओहो हिजो खोलाले छोडेन आज हिमालले छोडे होइन कुनै नलेका हौ म त मोबाइल अडाउन सक्ने अवस्था पनि छैन कसैलाई उचाइदेखि डर लाग्दैन भन्यो भने यहाँ आयो हुन्छ है ए आमा हो यहाँ त पुग्यो भने नि एकछिनका पुग्छ क्या यस्तो पनि पारिबाट त बरु अलि देखेको थिएन यहाँ आउँदाखेरि अहिले त बडा डेन्जर छ यार यहाँ माथि यस्तो छ है ढुङ्गै ढुङ्गा यहाँबाट यस्तो गरेर उकाइदिउँ क्या ढुङ्गो स्वागत गेट यता पखाएर ताल स्वागत गेट आयो आऊ स्वागत गेट आयो कसै त हावा लाएर धगल्दै हुँदैन भन्ने जस्तो भएर के बोल्नु है बोल्ने जाँगर पनि छैन गएर भात खाने हो बोल्ने जाँगरै छैन त्यत्तिकै छैन यस्तो हावा लाएर पछाडिबाट हावाले धगलिदियो भने अब फेरि हुन्छ छिटो पनि
फोन आनौँ न तिनीहरूलाई त्यहाँ छ कुन होटल भन्थे 35वटा घर छन्दैको न एउटा छानेसी भेटिन्छ ओ दिपक हावाल धगले नि कति आनन्द आउने यार पछाडिबाट है खर्का जाने यतिवटा रहेछ नि त भाइ खर्काबाट जाने यतिवटा रहेछ के मैले त्यहाँ जिल्ला सोधेको कति दिन लाग्छ भनेको थाहा छैन बाबु म त गएको छैन भन्यो आयो हे आयो एकछिनमा देखाउँछु कति हतार गरेको 1 2 3 गो यत्रो ताल यस्ता फेमा है के भर्नु बा रक्सी हो क्या हो रक्सी यही पानी हो रक्सी बनाउनुहुन्न घरै बनाउँदै हुनुहुन्छ ए लौ भोरै होइन दर्किन्थ्यो ए के को बनाउनुहुन्छ है कुवा भने के खुवा मिठो हुन्छ ए गहुँ जस्तै हो ए गहुँ गहुँ होइन उवा भन्छ ए उवा भन्छ यसलाई यसको आकार प्रकार त ठ्याक्कै गहुँको रहेछ होइन ल अहिले अब त्यहाँ यसो ताल हेर्छु अनि खान मन लाग्यो भने हामीलाई आमा हुन्छ कहाँ हो कता हो थाहै छैन यार खुवाको रक्सी खाने दिन रहेछ आमैले त्यहाँ कुवाको है कि खुवाको रक्सी कहाँ कत न हो बिकुजी खै यता हेर अन्त शीतलमा बस्ने जेमा बस्यो नि मुढा भयो नि कुची भयो नि घाम भयो क्या उता मलाई दिनुहोस् के अरे अरू यसो गर्छन् अनि अरूको मतलब गर्ने होइन कस्तो मोमो बसायो त यार दाल हो ए उसले त हाम्रो बोल्दा बुझ्दैन कि बुझ्छ नेपाली बुझ्छ बुझ्दैन हो मेरो पृष्ठभूमिमा देखिएको ताल चाहिँ सेफोक्सुन्डो ताल हामी यहाँ आउन र्याचीबाट झन्डै 5 घन्टा लाग्यो है सेफोक्सुन्डो तालबाट निस्केको नदी यहाँबाट जसोतसो यहाँसम्म आइयो है अब यहाँबाट यहाँबाट त के देखिँदैन होला क्यामेराबाट त आँखाले देखिरहेको ठ्याक्क त्यो यस्तो परेको ठ्याक्क माथि गएपछि एउटा ओरेन्ज कलरको टिम लागेको छ त्यहाँ त्योभन्दा अलि तलतिरपट्टि चाहिँ फर्स्ट भ्यू पोइन्ट त्यो सेकेन्ड भ्यू पोइन्ट डाँडो कटेर उता पछाडि गएपछि थर्ड भ्यू पोइन्ट छ थर्ड भ्यू पोइन्टबाट यसको चाहिँ पुरै फुल सेप